यो चाहिँ स्प्रिङ बन्ने हो पहिलो गोल्ड स्प्रिङ भन्छ यसलाई। यो अर्को स्प्रिङ भयो नर्मल। यसरी घुम्छ ल्याएर यसरी घुमेर जान्छ यो यहाँबाट घुमेर स्प्रिङले कस्तो मजाले तल माथि गरेर तानिरहेको ल्याएर त्योबाट यहाँ यो घुमेर यसरी घुमेर यहाँबाट छिर्छ। यहाँबाट छिरिसकेपछि काम त यसरी भइरहेको माथि घुमेर फेरि यहाँ आउँछ तल आउँछ यता नि यस्तै छ है। यता पनि ल्याएर यो अहिले बनाउँदैछ त्यसपछि यस्तो निस्किन्छ यस्तरी निस्किन्छ तातो छ यसरी आउँदै यहाँ जान्छ भित्र जान्छ। हेर्नु यो अस्टाइन एउटा हुने हो कि लचकदार खोजाङ नाच्छ स्पन्जी कुन नस्तो त्यसपछि त्यहाँबाट सर्र आउँछ स्प्रिङ यहाँबाट आउने भयो यस्तै होइन। यसरी यता आउँछ अनि यहाँ हाम्रो अर्को स्पन्जी हाल्ने हुन्छ। हेर्नुहोस् यहाँ यस्तो स्पन्जी हुन्छ यो स्पन्जी बिचमा जाने खाले हो। यो हल्का खाले बेड हेर्नु यो सर्र जान्छ यहाँ हेर्नुभयो भने यता सर्र आउँछ अनि गम हालेर सर्र जमाउने हो। यो चाहिँ यसरी ल्याउने एउटा स्पन्जी भयो स्पन्जी जमा अझै एउटा पकेट हाल्छ त त्यसपछि एउटा साइज भएर यसरी एउटा बेडै आउँछ। यो बेड रेडी भयो बेड यो हाम्रो यो बेड बनाउने कम्पनीमा यो स्प्रिङ झिक्ने चाहिँ यो यसरी हो। हेर्नु यो हल्का खाले बेड सस्तो खाले बेड है। अनि बनाइसकेपछि यहाँ ल्याएर राख्ने हात लाएर हेर्नु यस्तो लचकवाला कि स्प्रिङवाला बेड हुन्छ यसलाई 7 चुन स्प्रिङ हुन्छ। यस्तो छ हाम्रो स्प्रिङ बन्ने काम चाहिँ यहाँ भयो। त्यसपछि बेड यसलाई लगेर तल लगेर यसको अझै 3-4वटा चरण छन् है। अरू चरण त मैले फेसबुकमा हालिराख्छु। यो
अनि यस्ता डिपर चाहिँ हाम्रो चाहिँ लगभग तल 4वटा, यहाँ एउटा हो मेन मिसिन चाहिँ टन्ने छ। 4वटा डिपर छ है यस्तो निस्किने। दिनमा 1000 बेड निस्किन्छन् हाम्रोमा यसरी।